विद्यार्थी भाइ बहिनीहरू, आज हामी सेट थ्योरी समूहको सबभन्दा सजिलो समस्या क्वेशनबाट आजको क्लास सुरु गर्छौं। प्रश्न के रहेको छ भने कुनै एउटा कक्षामा भएको विद्यार्थीहरूलाई चिया कफी के मन पर्छ भनेर प्रश्न सोध्दाखेरि कफी मन पर्ने विद्यार्थी संख्या चाहिँ 15 जना भेटियो। त्यस्तै चिया मन पर्ने विद्यार्थी संख्या भनेको 10 जना भेटियो। त्यस्तै चिया र कफी दुवै मन पर्ने विद्यार्थी चाहिँ संख्या 6 चाहिँ पायो। त्यस्तै चिया वा कफी कुनै मन नपर्ने विद्यार्थी संख्या चाहिँ 5 रहेको छ। अब हामीले यो चाहिँ दिएको छ। अब निकाल्नु पर्ने चाहिँ चिया चाहिँ प्रश्न अब के छ यो त दिएको हो। अनि प्रश्नहरू के छन्? अब चिया मात्र मन पर्ने विद्यार्थी संख्या कति? त्यस्तै कफी मात्र मन पर्ने विद्यार्थी संख्या कति? त्यस्तै जम्मा विद्यार्थी क्लासमा जम्मा विद्यार्थी संख्या कति यो चाहिँ पत्ता लगाउनु पर्ने रहेछ। अब यहाँ हेरौँ, कफी मन पर्ने, यहाँ यसलाई हामी भेन डायग्रामबाट सेट थ्योरीको भेन डायग्रामबाट गर्छौँ। यसले एउटा युनिभर्सल सेट बनाउँछौँ। युनिभर्सल सेट भनेको त्यस्तो सेट हो, समूह हो जसमा अरू सम्पूर्ण समूहहरू रहेको हुन्छ। युनिभर्सल सेट एउटा बनाउँछौँ। अब यो युनिभर्सल सेटमा के छ? एउटा चिया खाने यो टी सेट बनाऊ। अर्को चाहिँ कफी खाने सी सेट बनाऊ। अनि अब कफी अनि यो जुन हामी किन खप्टेको बनायो भने यो चाहिँ यसमा चिया र कफी दुईटै खाने पनि विद्यार्थी रहेको छ। यदि चिया र कफी दुवै खाने नभएको भए यो टी को अलग हुन्थ्यो, सी को अलग हुन्थ्यो, खप्ट्याउनु पर्दैन थियो। तर यहाँ चाहिँ दुईटै चिया र कफी दुवै मन पर्ने विद्यार्थी पनि भएकोले गर्दाखेरि यहाँ खप्टिएको बनायो। अब चिया र कफी यो इन्टरसेक्सन यो खप्टिएको भागमा 6 जना है। अनि अब के छ त हाम्रो सोलुसन? अब समाधान हैन। के छ भने चिया खाने जम्मा एन्टी चिया मन पर्ने कति जना छ? 10 जना। अनि कफी मन पर्ने एनसी कफी मन पर्ने कति जना छन्? 15 जना। अनि दुईटै भनेको यसलाई इन्टरसेक्सन भन्छ, एन टी इन्टरसेक्सन सी। चिया कफी दुईटै खाने कति? 6 जना। अब चिया मात्रै खाने निकाल्नु पर्यो। चिया मात्रै खाने एनओटी भनेको चिया मात्र खाने। जम्मा चिया खाने 10 जना अनि जम्मा खाने 10 जना। अनि कफी पनि र चिया पनि खाने 6 जना। अनि कफी चिया दुईटै खाने माइनस गरिदिएपछि चिया खाने मात्रै आउँछ। यो भनेको हाम्रो 4 जना। यो भनेको चिया खाने 4 जना। अब कफी मात्र खाने जम्मा कफी खाने कति जना छन्? 15 जना। अनि कफी मात्र खाने यो जम्मा 15 हो। अनि यसमा चिया पनि खाने रहेछ, कफी पनि खाने रहेछ 6 जना। जम्मा 15 जना भएपछि अब 15 माइनस 6 गरेपछि यो कफी मात्र खाने आयो 9 जना। अब जम्मा विद्यार्थी संख्या अब यहाँ हेरौँ, चिया वा कफी दुवै मन नपर्ने पनि छन्। यो चिया अनि कफी दुईटै मन नपर्ने भनेको यहाँ 5 जना बाहिर छ है। अब जम्मा विद्यार्थी संख्या यो भनेको हाम्रो एनयू
यानी यो भनेको हाम्रो के त अब यो जोड्ने तीनटै यो चिया मात्र खाने चिया र कफी दुइटै खाने कफी मात्र खाने अब चिया मात्र खाने 4 जना अनि कफी मात्र खाने 9 जना अनि चिया र कफी दुइटै खाने 6 जना अनि कुनै पनि नखाने 5 जना 9 4 13 6 19 5 24 जना जम्मा विद्यार्थीहरु कति छन् त 24 जना रहेको छ। यही हो ल।